कुदा जाऊ जाऊ यता देखाऊ न कहाँ जुत्ता देखा। हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामी मन्दिर जाँदैछौँ। मन्दिर काली काली मन्दिर मात्रापाडाको मन्दिर जाँदैछौँ। इन्टरनेसनल मन्दिर भन्दा नि हुन्छ, झन्डै गुम्बाको छेउमै छ हो। अन्त तिमीले केमा गरेको छ क्यामेरा? अन्त हामी रेडी भइसकेको छ जानुको लागि सबैजना। यहाँ मेरो बुढी पनि रेडी भइसकेको छ, मेरो छोरी पनि रेडी भइसकेको छ। हामी सबैजना, नानीले चाहिँ बुबु खाँदैछ अहिले, गाडी आएर बसिरहेछ। लेट्स गो, गएर देखाउँछु म तपाईँहरूलाई। अहिले चाहिँ हामी जाँदैछौँ, अन द वे छ। अब माक्रा मन्दिर आइपुग्नु आँटेको छ, काली मन्दिर। होइन हाल्नुको लागि टाइम पाउँदैन नि त, बिजी मान्छे हो नि त म त्यतिखेर। भिडियो हाल्नु टाइमै पाउँदैन। भिडियो चाहिँ म कन्टिन्यू हाल्ने छु, तपाईँहरू कन्टिन्यू वाच गरिदिनु होला भिडियो होइन। अलिक दिन ग्याप भएको थियो, केही छैन। राम्रो भ्युज आए पो कन्टिन्यू पनि हाल्नु मन लाग्छ होइन। त्यही नै हो, अब जाँदैछ हामी। हामी चाहिँ मन्दिर किन जाने पर्यो भन्नाले चाहिँ अब हाम्रो सानोबाट एउटा आकाल जतिकै थियो होइन हाम्रो लागि। अब नेक्स्ट मन्थ म पनि जाँदैछु बाहिर, त्यही भएर चाहिँ अब मन्दिर जानु पऱ्यो, हेर्नु पऱ्यो। त्यो पनि दिनु एक प्याकेट। फलहरू 5 किसिमको चाहिन्छ? फल पर्दैन, टिका चाहिँ पर्छ होला नि। धुप धुप पनि हाल्यो, सलाई सलाई पनि त्यहीँ छ। अन्त अरू भयो नि? फुल पर्दैन पर्दैन होइन, यहाँ छ फुल। फुल पर्दैन, निकालिदिनु, फुल निकालिदिनु। नानी यहाँ फुल हाल त पहिले हाम्रो, एकैछिनमा फुल पनि हालिहाल्छ। दिनु नि, उहाँ पनि चाहिन्छ नि त फेरि हो मन्दिरमा। छैन खुल्ला चाहिँ त्यहाँ हाल्नुलाई। ल रेडी जाउँ, यता यता हो जानुपर्ने हामी। कता हो? फाइनली मन्दिर आइपुग्यौँ हामीहरू। यता पनि यहाँ त दोकानै बनाएछ अहिले त। जय काली मैया की। यस्तो गरेर चाहिँ म पनि यस्तो गरेर बनाइदिनु है भिडियो, यस्तो गरेर। र गाइस यो मन्दिर चाहिँ एकदम बहुत फेमस मन्दिर अरे होइन। यो चाहिँ बहुत पुरानो मन्दिर अरे, हाम्रो बाबा आमाहरू सानो सानो हुँदाखेरिदेखिको मन्दिर अरे। त्यही भएर पनि यो बहुत फेमस छ। बहुत टाढा टाढोबाट आउँछ यहाँनिर मान्छेहरू होइन गाइस। जस्तो कि तपाईँको भयो यता जयगाउँ, यता चाल्सा, सिलगढी, कलकत्ता, बहुत टाढा टाढोबाट आउनुहुन्छ। र एउटा कुरा, भित्र चाहिँ क्यामेरा अलाउड छैन र म भित्र सुट गर्न पाउँदिनँ।
बाहिर चाहिँ मतलब क्यामेरा अलाउड छ, भिडियो गर्नु पाउनुहुन्छ, सबै गर्नु पाउनुहुन्छ। तपाईँहरू पनि अगर भित्र गयो भने चाहिँ फोनहरू साइलेन्स गर्नुहोस् होला मन्दिरभित्र जाँदाखेरि, या त स्विच अफ गरेर जानुहोस् होला, नभए पण्डितले चाहिँ फेरि तपाईँको चाहिँ फेरि पिछबाट लाल गरिदिन्छ होइन। यति चाहिँ हो, बुझेर चाहिँ अब तपाईँहरूलाई पनि भनिदिइहालेको, पहिले नै तपाईँहरूलाई नि सतर्क पारिदिएको। फाइनली पूजा सुजा भइसक्यो, अब चाहिँ हामी निक्लिदिएको। अब चाहिँ चलिदिनु पर्यो, पूजा सुजा खत्तम होइन। विक्रम दालाई नि भोक लागिसक्यो होला जो। कुन चाहिँ हातले बोक्नु? हेलो फाइनली गाइस पूजा भइसक्यो, अब चाहिँ घरतिर लागिदिनु पर्यो होइन। उहाँहरू चाहिँ निक्लिनु हुँदैछ, उहाँ विक्रम दाले चाहिँ हामीलाई पर्खिरहनु भएको छ होइन। अन्त प्रसादीहरू पनि चढाइसक्यो, जति जे मन्नत त्यो सबै मागिसक्यो भगवान्लाई। अब फेरि एकैचोटि नेक्स्ट इयर भेटौँला होइन। एकैचोटि फेरि आउने साल भगवान्लाई भेटेर फेरि लाग्नु पर्यो, लाग्नु पर्यो। कस्तो लाग्यो त भगवानको दर्शन पाएर? कस्तो लाग्छ? राम्रो लाग्छ नि, अब राम्रो लाग्यो। गुड, यस्तै लाग्नुपर्छ। के खानुपर्छ? विक्रम दाले नि खान्छ कि बा? कता यहाँनिर चाहिँ राम्रो पाउँथ्यो यो दोकान। अब यसो खावादावाको इन्तजाम गर्छ, अनि त्यहाँदेखिको फेरि कन्टिन्यू राख्छु म। ल अहिले चाहिँ फिलहालको लागि सेटअप गरिदिउँ। रेडी छ? ल गाइस फाइनली पूजा सुजा पनि भइसक्यो, अब यी हामी लाग्दैछ घरतिर होइन। अब अर्को पालि मागेकोहरू भगवान्लाई मागेको कुराहरू लिएर आउनु पाऊँ होइन। खुसी लाग्छ सधैँ यसरी आउनु, हर साल आउँछु म चाहिँ यसरी नै। फेरि अर्को साल पनि यसरी नै आउनु पाउँदा साह्रो खुसी लाग्छ। पहिले 2 जना आउँथ्यो, अब त अहिले 3 जना भएको छ 2 जनाबाट। अहिले त झन् साह्रै खुसी लाग्छ, 3 जना आउँदा त झन् आज त झन् मन धुक भएर खुसी लागेर 2 जना मात्रै आउँथ्यो, 3 जना भयो अहिले त। अब फेरि कुनै दिन आउँदा अब हुन्छ कहिले काहीँ 4 जना हुन्छ होइन। 3बाट 4 हुन्छ होइन। 3बाट 4 हुँदाखेरि त झन् आमामा भालटाङ भुल्टुङहरू लिएर आउनु साह्रो खुसी लाग्छ। गाइस यस्तै हो होइन। अब चाहिँ जाँदैछ घर गएर अब खेला समाप्त गर्नुपर्छ। ल बाहिर टोइलेट आयो होइन, हामी चाहिँ आइपुग्यो घर होइन। अब घर आइपुग्यो, अब चाहिँ हल्का घरको काम साम गरेर होइन। यति नै आजको चाहिँ हाम्रो ब्लग चाहिँ यिनै तुरिनेवाला छ। के हो कसो हो होइन। ल टाटा बाई बाई सबै।